किनेर बुढालीगण्डबाट किनेर लिएको प्लास्टिक अनि काठमाडौँमै ल्याएर छोडेँ मैले चिसापानी काङ्डमा 6-7 दिन नरबोट भएर फर्केर आउँदाखेरि हाम्रो हजुरबाले नारायणहरुमा केरा खाएको हैन त्यो बोक्रा फाल्दिने हैन खोलेर यसो भाटामा अनि प्लास्टिक नै राख्ने मामा 53 सालमा नारायणहरुमा केरा खाएको अनि मैले फाल्न लागेको त हजुरको नाम के यो कहाँ फालेको यो तपाईको नाम के रे घरमा भैँसी सुधीर बोकेर ल्याएर सुधीर खजिवरा फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँछु फुलको हल्ला यसो चार्ज गर नि त ल हजुर फुल छ मेरो प्रोफाइल पिक्चर अहिले युरोपको 10-12वटा कन्ट्री सब घुमेर आइसक्नु भयो त्यो केही मतलब छैन तिमीलाई हजुर आध्यात्मिक पुरै आध्यात्मिक आध्यात्मिक छैन छैन माछा खानुहुन्छ दही दुध घिउ नुहाउने बटर खानुहुन्छ म त्यो पनि खान्छु मान्छेहरूलाई केही इन्सपायर गर्ने भन्नुहुन्छ नि त्यसमा चाहिँ त्यही बुढाहरू मोटिभेट मोटिभेट गर्ने होइन मेरो भनाइ चाहिँ लोकल चिजै मान्छेले गर्यो भने केही न केही न त मेरो कुरा चाहिँ कि चाहिँ बुद्धि लिएर आउनु पर्यो कि चाहिँ केही गर्नुपर्छ भन्ने कुरा हो त्यति हो क्या माइन्ड चाहियो कि सिप चाहियो थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्छ क्या थिङ्क ग्लोबल्ली थिङ्क गर्ने बोर्डरलेस कन्सेप्ट राख्ने होइन। हाम्रो बोर्डर छैन यहाँ भन्दा विश्वमा यो बोर्डर छैन भन्ने कन्सेप्ट राख्ने एक्ट गर्दाखेरि लोकल्ली एक्ट गर्ने बुढी चाहिँ इन्डियामा घुम्न आएको थियो अरे क्या जमानामा हजुर। बिहा नगर्दै अनि यसो हेरे ल यहाँ चाहिँ यो परिराख डुप्लिकेट हो कि ओरिजिनल हो यो ओरिजिनल हो सारो ए टु सारो म गरिब मान्छेको घरमा बच्चा टन्नै दिन्छ है बिचरा यो गरिब भएर होला यो परिवारको यस्तो यत्रो भयो भनेर सोचिन्छ क्या। माको प्रवचन आइराखे अनि एकछिनपछि त जम्बो कोक रहेछ अरे क्या अमेरिकाबाट कोक ल्याएर खान चाहिँ सक्ने यसले हो कि न अमेरिकाबाट ल्याएर कोक खान चाहिँ सक्ने भनेर गाली गर्थेँ अनि म एकचोटि भुइँचालो आएको थिएँ नि 72 सालमा अनि म चाहिँ राहत बाँड्नलाई हजुरहरूको एउटा त्यो माछा नखाने संस्थाबाट सिन्धुपाल्चोकको म चाहिँ सर्वेक्षण अधिकृत भएर गएको क्या अनि त त्यो कसैले हामीलाई राहत चाहियो हजुर भयो भने त्यसको घरसम्म बाटो जान्छ कि जाँदैन कस्तो गाडी जान्छ होइन कसरी के सामान लाने साँच्ची के हो कि होइन अलिअलि त हेर्नुपर्छ कि त्यसो हेर्न गएको ठ्याक्कै चौतारामा त्यो भैँचालो चाहिँ हामी नलिचोकमा आउँदाखेरि भैँचालो आयो भक्तपुरमा अनि फेरि रेस्क्यु गर्यो एकजना मान्छेलाई त्यहाँबाट चौतारा आएपछि अनि पाल मागेर चाहिँ पहिले तिनीहरूले लुटेर पहिले पाल राखेर माथि छतमा किराहरू छ क्या रातकै पालवालाले भनेपछि चाहिने भन्दा अगाडि नै लियो नि त्यो तिनीहरूले जब चाहिन्छ नि त्यतिखेर चाहिँ भएन क्या तिनीहरूलाई अनि हामीसँग सामान चाहिँ मैले दिँदै दिएँ अनि मैले आएर कहाँ आएर दिएँ भने जुरेको मान्छेहरूलाई दिएँ मैले जुरेको बरु त्यो बुढी मान्छेहरू जाडो यसरी कामिरहेको थियो होइन अनि गाली जुरेको मान्छेलाई ब्ल्याङ्केट दिएँ मैले चौतारामा नदिएँ क्या किनभने तिनीहरूले चाहिने भन्दा अगाडि नै लियो क्या होइन फर्स्ट एड छ तर मलाई घावै भएन म लगाइदिएँ म त्यति ल्याएको अनि तैँले ल्यायो भने लगायो भने त काम छ र भएन नि होइन जतिखेर चाहिन्छ त्यतिखेर लाउने हो नि त्यो अनि त्यो त एक्स्ट्रा अपर्चुनिटी पऱ्यो भने त अनि हामी चाहिँ यसो अब हामी चाहिँ यसो लोकल ठाउँहरू चाहिँ मतहरूबाट तिर गएँ कता गएँ यता यसो हेरेँ मान्छेहरू लोकल्ली चाहिँ गर्व गरोस् कि उसले हामीले अहिले गएँ त्यहाँ आएको गाडो किने एउटा उसलाई गर्व फिल छ मर्दाखेरि पनि छाप छोडेर जाने अनि छाप छोडेर जान्छ देशमा एउटा कति प्रकारको रोड हुन्छ आफ्नो लागि त जो पनि बाँच्छन् बाँच्छ सिभिल इन्जिनियर हजुर कति प्रकारको रोड हुन्छ रोडमा त हामी पुगेँ छैन कन्सेप्ट त होला नि त कन्सेप्ट छैन नि अहिले त फिजिक्स केमिस्ट्री म्याथको मात्रै ए यो अहिले प्र्याक्टिकल दिँदैन र के ब्याचलरको सिभिल पढ्दाखेरिको एक्सपिरियन्स अनि यो सिभिल पढेपछि जहाँ त्यो ब्लक जोड्दा भनेर मेरो भन्दालाई भने मेरो दिदी कुलदी छोराले पुलचोकबाट सिधै थालथलीबाट सिधाएको त्यो होइन उसको सिभिल हो सिभिल इन्जिनियर जहाँ त उसले ब्लक जोड्दा भने करेन्ट लाग्छ भने न्युट्रलमा फेरि तल थाहा छैन भने अनि प्र्याक्टिकल गराउँदैन भने प्र्याक्टिकल अनि भाइ चाहिँले भन्छ दाइहरूलाई प्र्याक्टिकल एक दिन लिएर गएको थियो अरे माउस चाहिँ अर्कै रहेछ अरे आफ्नो माउस साटेर लिएर आयो अरे के सामान चोर्ने भएर प्र्याक्टिकल हलमा छिराउँदैन अरे क्या कहिले पनि जति पनि त्यही थ्योरिटिकल पढाउँछ प्र्याक्टिकल केही पनि थाहा हुँदैन मेन चाहिँ प्र्याक्टिकल गर्नु पऱ्यो क्या यो इन्जिनियरिङ भने प्र्याक्टिकलै हो नि लेभल गर्नु अब यो हुने हो कि अब सिम्पललाई भनौँ न 8 कक्षा फेल भएपछि बिजुलीको इलेक्ट्रिसियन पढ्न जान्छ के बन्न जान्छ होइन उसले जान सक्छ नि 12 कक्षा पढाए मान्छेले जानु पऱ्यो नि त गऱ्यो सिभिल इन्जिनियर सर्किट ब्रेक गर्न साथै त अनि आफूलाई करेन्ट लाग्दै लागेन सर्किट चलाए नि अब अब सिभिल इन्जिनियरहरू जस्तो चाइनाको इन्जिनियरहरू सबै उहाँ त्यो मेन पावर काम गर्ने कर्मचारीहरूसँग बसेर मजाले काम गरेर
इन्जिनियर भन्दा पुरै ऊ नै हो कि कहाँ ल काम तपाईँ गाह्रो। गाडी खोल्न तपाईँ अटो मेकानिकै पढ्नु पऱ्यो नि ब्याचलरै पढ्नु पऱ्यो तपाईँले गाडी खोल्न दिन्छ त्यही भने अहिले आएको गाडी त सबै कम्प्युटराइज छ नि एउटा तार मात्रै मिसप्लेस भयो भने सबै कामै गर्दैन त्यहाँ अब यहाँ हाम्रो कस्तो हुन्छ नि गाडी खोल्ने कान्छाहरू त्यो सानो तराईबाट ल्याएको भाइहरूलाई सानैमा लिएर आउँछ उहाँ छोरी स्कुलबाट नपढ्ने स्कुलै जानु नदिएर लिएर आउँछ काम लाउनलाई 200 150 दिएर किनेर अनि तिनीहरूले चाहिँ बिलाउँदा बनाउँदा उनीहरूले बनाउँछ अरू चाहिँ पढेको मान्छेलाई थाहै हुँदैन कि यो ठाउँको नाम चाहिँ के अरे हँ? शिवढुङ्गा सिलढुङ्गा रियल प्र्याक्टिकल उसमा चाहिँ शिक्षा जसले दिन्छ त्यसलाई भएपछि त्यो मान्छेले काम खोज्न जानै पर्दैन होइन म कमर्स पढ्दाखेरि सच क्याम्पस पढ्दाखेरि एउटा म्यानेजमेन्ट ट्युसन पढ्नु भनेर एउटा सरबाट गएको हजुर मुढा पनि थोत्रो यति बोर रहेछ त्यसको कोठा छ नि तर बोरु फेल भयो नि बस त्योसित पढेर म्यानेजमेन्टमा पढ्दैन भोलिपल्ट नपढायो क्या मैले म्यानेजमेन्ट थाहा छैन उसले के पढाउँछ कोर त थाहा हुनु पऱ्यो नि किलोहरू छ यहाँ त तर सजिलो यति किलोमिटर भन्दा भन्यो होइन आनन्द सर हेलो हजुर 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 कहाँ कति किलोमिटर के हो माइल स्टोन हेरौँ न खाडी चौर कति किलोमिटर खाडीकोट 0 हेलो त्यस्तो त छैन अहिले त्यो बेल्जियम फ्रान्स जर्मनी ट्रान्जिट चाहिँ होइन म 6 महिना बस्छु 6 महिना यसो घुम्नु टुरिस्ट हजुरको फाउन्डेसनहरू त्यस्तो केही छैन म सामान बेच्ने मान्छे हो एक्सपोर्ट इम्पोर्ट टुरिस्ट नेपाली टुरिस्ट हो उहाँ एक्सपोर्ट इम्पोर्ट हुन्छ नि सामानहरू त्यस्तो काम गर्ने हो मैले नेपाली अस्ति माउन्ट एभरेस्ट चढे नि निर्मल पूर्जा पूर्जा चितवनको मान्छे त हो नि उसको कुनै मगरमा के अरे यसमा ल्याउनु पर्यो माउन्टेनसँग कुनै सम्बन्ध नभए मान्छे पनि देखाइदियो होइन तर ऊ बिहान यहीँ चितवनमा पढ्दाखेरि दौडिने यताउता थियो नि त उसको एक्सर्साइजहरू त तर हामी कालिम्चोक त्यो मामा। पनि भयो बिहान दौडिन्थ्यो कि ऊ पनि मामा कालिम्चोक हामी जाने भनेपछि त हामी पनि हिमाल चढ्न सक्छौँ होला सक्छ तर ऊ चाहिन्छ प्र्याक्टिस चाहिँ छैन होइन के तर कालिम्चोकमा पनि मान्छे छ नि ऊ लेक लगाएर ऊ हुँदो रहेछ नि त कुरा हुन्छ सामान लिमिट हुन्छ त्यही भने हामीलाई कसो कुन भने बेलामा कसैले खाने भन्दै भन्ने हुन्छ भने क्या त्यो